This is everything what I did on my birthday. Namaste everyone. Welcome to my birthday vlog. म आफ्नो एभ्री बर्थडेलाई चाहिँ एकदम स्पेशल गराउने ट्राई गर्छु। यो इयर चाहिँ मेरो सबै प्लान लास्ट मोमेन्टमा आएर क्यान्सल भइसकेको थियो। आई डोन्ट नो व्हाई म सधैँ बर्थडेमा रोकै हुन्छु, बट नो यो इयर चाहिँ म रोएन। जस्ट आँखाभरि आँसु गराएँ तर खस्न दिएन। दिस इज द अचिभमेन्ट गाइज। त्यो बर्थडे भन्दा 2-4 दिन अगाडिदेखि नै मलाई चाहिँ ओ माई गॉड आई डोन्ट ह्याभ फ्रेन्ड्स, माई फ्यामिली आर सो बिजी, मेरो लभ वानहरु चाहिँ एकदमै टाढा छ मबाट जस्तो चाहिँ फिल भइरहेको थियो। तर त्यो सबै मेरो फिलिङ्सहरुलाई दूर गराइयो। आई एम सो ब्लेस्ड टु ह्याभ देम इन माई लाइफ। वान अफ देम चाहिँ म मेन्सन गर्न चाहे। आई एम ब्लेस्ड विथ द बेस्ट सिस्टर इन द वर्ल्ड and other many more whom I can't mention here. And thank you to everyone for the sweet wishes. ले चाहिँ मलाई Facebook, Insta, Snapchat विश गर्नुभयो। टकिङ अबाउट दिस डे, दिन चाहिँ मैले लिटरली 10 बजे नुहाएँ। मन्दिर जाने प्लान थियो बट घरमै पूजा गरेँ। त्यसपछि चाहिँ दिनभरि म रुममा सुत्ने प्लान थियो बट यूनिभर्स हैज डिफरेन्ट प्लान फर मी। मेरो चाहिँ बर्थडेको ब्युटिफुल ड्रेस थियो, त्यो ड्रेस चाहिँ मैले लाएन। रेडी भएँ, क्याफे गएँ, मिठो मिठो खाएँ, त्यसै घर फर्केँ। नो एक्सपेक्टेसन बट बर्थडेको चाहिँ प्रिपरेसन भइरहेको रहेछ घरमा। आइ एम सो थ्याङ्कफुल टु माई फ्यामिली टु। मैले चाहिँ नाइ भन्दै पनि मेरो बर्थडे गराइदिन भयो। मैले चाहिँ लेटली रियलाइज गरेँ दिस इज माई फर्स्ट बर्थडे विथ माई फादर। मैले चाहिँ थाहा पाउने हुँदासम्म मेरो बर्थडे गराउँदाखेरि बाबा कहिले पनि हुनुहुन्थेन मसँग, सधैँ विदेश हुनुहुन्थ्यो। बाबाले टिका लाउँदा चाहिँ मैले रियलाइज गरेँ कि फर्स्ट टाइम हो भनेर। आई फिल सो इमोसनल एट द्याट टाइम। अनि अर्को कुरा, नानीसँग पनि मेरो फर्स्ट बर्थडे हो। ओभरअल आई एम सो ह्याप्पी। अनि लास्ट बट नट लिस्ट फ्रम एनसेल एप। थ्याङ्क यू फर वाचिङ।